आपके पिछले जन्म में जो भी आपका शत्रु रहा है वो इस जन्म में आपका हस्बैंड या वाइफ बन के आया। पूर्व जन्ममा शत्रु रहिसकेकाहरू नै यो जन्ममा श्रीमान श्रीमती भएर जन्मिन्छन् भन्ने भारतीय धर्मगुरु एवं तन्त्र साधनाकी विज्ञ डाक्टर मनमित कुमारले भन्नुभएको यो कुराले निकै भाइरल भइरहेको छ। यसमा धेरै थरीका कमेडी भिडियो र ठटोलीहरू पनि बनिरहेका छन्। तर खासमा के हो भने हिन्दू बौद्ध र जैन धर्ममा पूर्व जन्मलाई स्वीकारिएको छ, अर्थात् मान्छेको कर्मसँग सम्बन्ध जोडिएको हुन्छ। अनि धर्मगुरु डाक्टर मनमित कुमारले पनि आफ्नो यही अनुभवको आधारमा व्याख्या गर्नुभएको हो। जस्तो हामीले पनि सुनिरहेका हुन्छौँ, श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई मारेको, होइन, अतिरिक्त वैवाहिक सम्बन्धको कारणले गर्दा विभिन्न खालको अपराधहरू भएको, त्यसै गरी बहुविवाहको मुद्दामा जेल परेको। अब यो सबैलाई नेपालको कानुनले अपराध माने पनि अब पूर्व जन्ममा विश्वास गर्ने र यस सम्बन्धमा अध्ययन गर्नेहरूले यसलाई चाहिँ पूर्व जन्मको कर्मको रूपमा हेर्छन्। अब खासमा यसको चाहिँ वैज्ञानिक आधार वा प्रमाण चाहिँ छैन। शास्त्रमा पनि कतै के उल्लेख भएको पाइँदैन। तर धर्मगुरु र साधकहरूको यो अध्ययन र अनुभवमा आधारित हो। हामीले पनि विभिन्न ठाउँहरूमा बालबालिकाहरूले पूर्व जन्मको कथा सुनाइरहेको हामीले विभिन्न सञ्चार माध्यम र च्यानलहरूमा कथा समाचारहरू पढिरहेकै हुन्छौँ। अब यी कुराहरू सुन्दा चाहिँ एकदम रोचक लाग्छन्, तर वैज्ञानिक प्रमाणहरू चाहिँ फेला पर्दैन। यस्तो भन्दाखेरि फेरि वैज्ञानिकहरूले पूर्व जन्म हुँदैनन् भनेका छैनन्, तर तथ्यहरू पनि फेला पर्न सकेको छैन। सायद भविष्यमा यसबारेमा थप अध्ययनहरू होलान्। म यो भिडियो चाहिँ बिना स्क्रिप्ट बिना लेखन बोलिरहेको छु। भाषागत त्रुटिको लागि क्षमा पनि पाऊ। र मैले भनेअनुसार हरेक राम्रा कुराको गम्भीर र ठटोली पाटो हुन्छ। अहिले डाक्टर मनमित कुमारको भिडियोको ठटोली पाटो नै बढी भाइरल भइरहेको छ। तर हामीले अब ल उहाँको कुरालाई मानि नै हालौँ कि श्रीमान श्रीमती चाहिँ पूर्व जन्ममा शत्रु थिए। तर अब शत्रु भए पनि मित्र त बनाउनु पर्यो, होइन? अब शत्रु थिए त कुन स्तरका शत्रु थिए, होइन त? अब दुईवटा शत्रु राष्ट्रहरू पनि मित्र राष्ट्र बनिरहेका हुन्छन्। हामी त फेरि एउटै घरमा बसेका छौँ, होइन? अब उहाँले भनेको कुरा सत्य चाहिँ आफ्नो ठाउँमा होला, तर मित्र बनाउनुतिर लागौँ, होइन कि कसो? अरू कुनै उपाय छ त? है त ल अहिलेलाई यति।